गाइज नमस्ते, हजुरहरूलाई मेरो युट्युब च्यानलमा स्वागत छ। आज म हजुरहरूलाई यस्तो राम्रो ठाउँ देखाउन आएको छु। वाटरफल, पोखराको वाटरफल यस्तो राम्रो छ कि पोखराको सबभन्दा राम्रो एन्ड ठुलो झरना, पोखराको सबभन्दा ठुलो राम्रो झरना यही हो। यहाँ आएपछि त पोखरा आएपछि यो ठाउँ नघुमिकन मजै आउँदैन। यहाँ पक्कै घुम्न आउनु होला। यस्तो राम्रो ठाउँ छ कि एकदम एमेजिङ प्लेस। हेर्नु होला कति मान्छेहरू आएको छ बाहिरबाट घुम्नलाई, इन्डियाबाट पनि आएको छ। हाम्रो नेपालको टुरिस्टहरू पनि छ, इन्डियाबाट पनि मान्छेहरू आएको छ चन्नै घुम्न। हेर्नु होला सबै कसैले भ्लग बनाउन आएको छ, कसैले फोटो खिच्न, कोही चाहिँ नुहाउन आएको छ। पोखरा आएको मान्छेहरू त यो ठाउँमा पक्कै घुम्न आउनुहुन्छ होला, सबैजनाले विश्वास छ। हजुरहरू यहाँ आउनु भएको छ भने घुम्न आउनु होला। हेर्नु कति मान्छे छ यहाँ, त नुहाउने मजै छुट्टै छ कि। पोखराको सबभन्दा राम्रो झरना, सबभन्दा राम्रो एमेजिङ प्लेस अफ पोखरा। यस्तो राम्रो झरना छ कि वाटरफल। हेर्नु होला गाइज कति मान्छे छ। आज झन् बिदाको दिन भएर पनि होला, शनिबार। यस्तो भिड हुन्छ यहाँ, यस्तो भिड हुन्छ। हेर्नु ल कति मान्छे आइछ ल। हेर्नु होला भिड, मान्छेको भिड। सबै यो नुहाउन आएको, सबैजना नुहाउन आएको छ। हेर्नु होला उता पनि सानो झरना छ, हेर्नु होला। मैले त्यहाँ गएर पनि देखाउँछु होला, अनि त्यहाँ गएर देखाउँछु हजुरहरूलाई। यस्तो राम्रो भ्यू छ कि पोखराको दामी घुम्ने ठाउँ वाटरफल यस्तो दामी छ कि, यस्तो दामी छ। पक्कै हजुरहरू घुम्न आउनुहुन्छ होला, विश्वास छ। यस्तो राम्रो छ कि हजुरहरूलाई म वर्णन गरेर नसक्ने रहेछ। यस्तो राम्रो ठाउँ छ यहाँ, जति वर्णन गरे पनि। यहाँ रियलमा यहाँ आएर मजा उठाउनै छुट्टै हो। यस्तो राम्रो छ कि नुहाउन त यस्तो मजा आउँछ कि, यस्तो चिसो शीतल पानी छ कि यस्तो राम्रो छ कि। हेर्नु होला आकाश पनि, हेर्नु कति राम्रो छ। आज मौसम पनि यस्तो राम्रो छ कि अझै मान्छे कति आउँदैछ। हेर्नु होला भर्याङमा, यो पावर हाउसको भर्याङ हो। यता चाहिँ यो फेवा पावर हाउस हो। यो चाहिँ फेवा पावर हाउस, यहाँ चाहिँ बिजुली उत्पादन हुन्छ। यहाँ हेर्नु होला यस्तो छ, यस्तो राम्रो दृश्य छ कि भने त साथीहरू हजुरहरूलाई जति वर्णन गरे पनि कम हुन्छ। यहाँको यस्तो राम्रो ठाउँ छ कि यस्तो ब्युटिफुल प्लेस छ कि। यहाँ आएपछि सुरुमा पृथ्वी चौक आउनु होला। पृथ्वी चौकमा झरेर गाडीबाट ओर्लेर अनि त्यसपछि बिरौटा चौकको लागि अर्को गाडी समातेर बिरौटा चौकसम्म आउनु होला। त्यसपछि सिधै बिरौटा चौकदेखि यो पावर हाउस आउने बाटो चाहिँ कुन हो भनेर जोसँग सोधे पनि या म्यापमा हेरेर पनि थाहा हुन्छ। यता पावर हाउस आउने बाटो देखाइ फेवा पावर हाउस सोधेपछि जसले नि भनिदिनुहुन्छ। अनि ठ्याक्क सिधा आउनु होला। त्यसपछि यहाँ पावर हाउस आएपछि जो यहाँ पावर हाउस ठ्याक्क पुगिन्छ। अनि यहाँ वाटरफल छ, यति ठुलो झरना छ कि ओ माई गड, यस्तो ब्युटिफुल प्लेस छ। नुहाउन यति मजा आउँछ कि ओ माई गड। ल यहाँको सौन्दर्यलाई जति वर्णन गरे पनि कमै हुन्छ। हेर्नु होला गाइजहरू,
कोही चाहिँ नुहाउँदैछ, कोही चाहिँ बसिराखेको छ, कोही चाहिँ स्विमिङ गर्दैछ, कोही चाहिँ फोटो खिच्दैछ, अनि कोही चाहिँ हेर्नु होला त्यो ठुलो ठुलो झरनामा पनि नुहाउँदैछ कोही चाहिँ। ल सबै आफ्नो आफ्नो तालमा छ। ल यस्तो राम्रो ठाउँ छ कि यहाँ जो आए पनि नुहाउन मन लाग्ने। हेर्नु गाइज ल यस्तो राम्रो ठाउँ छ कि यस्तो राम्रो छ कि ब्युटिफुल प्लेस अफ द पोखरा। यस्तो राम्रो एमेजिङ ठाउँ छ कि एमेजिङ भ्यू प्लस एमेजिङ ठाउँ, एमेजिङ प्लेस। आकाश पनि हेर्नु होला यस्तो दामी छ कि आज मौसम प्लस यहाँको भ्यू यस्तो दामी छ कि आज यहाँ यसै जानै मन नलाग्ने। कोही चाहिँ नुहाउँदैछ, कोही चाहिँ बसिराखेको छ, कोही चाहिँ स्विमिङ गर्दैछ, कोही चाहिँ फोटो खिच्दैछ। हेर्नु होला गाइजहरू। अनि कोही चाहिँ नदीमा पनि खोलामा पनि नुहाउँदैछ, कोही चाहिँ यता पिकनिक गर्दैछ। ल हेर्नु यस्तो राम्रो प्लेस हो कि यहाँ पिकनिक गर्न पनि मन लाग्यो भने आउन मिल्यो, घुम्न आउन पनि मिल्यो, यहाँ झुलङ्गे पुलमा चढ्न आउन नि मिल्यो, झरनाको मजा उठाउन पनि मिल्यो, यहाँ आएर नुहाउन नि मिल्यो, भ्लग बनाउन पनि मिल्यो। ल हेर्नु होला ल हेर्नु होला सबै आफ्नो आफ्नो तालमा छन्। कोही चाहिँ फोटो खिच्दैछ, कोही चाहिँ भिडियो बनाउँदैछन्, कोही चाहिँ नुहाउँदैछ, कोही चाहिँ मजाले हेर्दैछन् झरना, कोही चाहिँ नुहाएर आउँदैछ, कोही चाहिँ नुहाउँदैछ, कोही चाहिँ बसिराखेको छ पानीमा। अनि उता चाहिँ कोही चाहिँ उता चाहिँ स्विमिङ गर्दैछ, कोही चाहिँ बसिया छ। ल हेर्नु मोस्ट ब्युटिफुल प्लेस अफ द पोखरा। यस्तो दामी ठाउँ छ कि मेरो मास्क कहाँ गयो? अब चाहिँ म उता जाँदैछु सानो झरना देखाउनलाई। ल हेर्नु होला गाइज, हेर्नु ल मैले भन्दै थिएँ नि म सानो झरनामा गएर बनाउँछु। ल हेर्नु पानी यस्तो राम्रो छ यहाँ कि यस्तो शीतल यस्तो सफा पानी। हेर्नु होला गाइज यहाँ मान्छेको भिड हेर्नु होला, नुहाउनेको भिड। ल यस्तो राम्रो छ कि ल हेर्नु। ओ माई गड। कोही चाहिँ नुहाउँदैछ, कोही चाहिँ खेल्दैछ, कोही चाहिँ स्विमिङ गर्दैछ। हेर्नु होला कति मान्छेको भिड, हेर्नु कति छ मान्छे।
घुम्न आएको छ हेर्नु। मौसम यस्तो भयो, अघि कस्तो सफा थियो, पानी पर्ला जस्तो भइसक्यो। एकैछिनमा यहाँ पोखरामा पानी पर्छ, एकैछिनमा गर्मी हुन्छ। यहाँ पानी घेरेको छ ल हेर्नु होला। त्यो अघिको ठुलो झरना, ठ्याक्कै नजिकैको यो सानो झरना। शीतल पानी छ